आज जितियाको दिन र आजको दिनमा मैले मेरो गाउँ सैर गराउँदैछु। एकैछिनको यो जितियाको झम्टा गीत सुनिसकेपछि हामी अगाडितिर बढ्यौँ र त्यहाँ गाउँमा दिदीबहिनीहरू झम्टाको लागि नृत्य गर्दै सबै गाउँ हिँडिराख्नु भएको थियो र अगाडि हिँड्दै जाँदाखेरि बाटोमा अत्यन्त मनोरम दृश्य देखिएको थियो र हामी अघिल्लोबाट गोछडा जाने बाटो हुँदै अघितिर बढ्यौँ। बाटोमा शीतल बगैँचा पुगिसकेपछि त्यहाँ हामी पिङ खेलेर एकैछिन रमाइलो गर्यौँ। पिङ खेल्दा साह्रै आनन्द आएको थियो, मानौ दसैँ आइसकेको छ। एकैछिन पिङ खेलेर मजा लिइसकेपछि तल हामी गाउँको फाँटमा पुग्यौँ, जहाँ दुवैतिर हरियाली, खेतहरूमा धान बाली प्रशस्तै लगाएको देख्यौँ। त्यहाँ एकैछिन हरियालीको रमाइलो दृश्य अवलोकन गरेर हामी फेरि घुम्दै फर्क्यौँ। फर्किसकेपछि फेरि बगैँचामा हामी एकैछिन विश्राम गऱ्यौँ र विश्रामको साथमा बगैँचाबाट देखिने वरपरको दृश्यहरू हामी अत्यन्त राम्रोसँग हेऱ्यौँ र मनोरञ्जन गऱ्यौँ।